हेलो, नमस्कार। म अधिवक्ता प्रितम तामाङ। आजको यस भिडियोमा म यहाँहरू समक्ष महत्त्वपूर्ण कानुनी विषयको बारेमा कुरा गर्न गइरहेको छु। फर एक्जाम्पल, सम्बन्ध विच्छेद गर्नको लागि पति-पत्नी दुवैजनाको सहमति रहेको छ, खुसी राजी रहेको छ। र यसमा एउटा शर्त के रह्यो भने सम्बन्ध विच्छेद गरिसकेपछि पतिले पत्नीलाई 10 लाख रुपियाँ दिने अंश स्वरूप भन्ने एउटा सहमति थियो। हाल सम्बन्ध विच्छेद गर्नको लागि पतिसँग पर्याप्त पैसा नभएकोले पतिले यो शर्त राखेको थियो र पत्नीले पनि स्वीकार गर्यो। र यसै अनुसार पति पत्नी दुवैजनाको सहमतिमा 2 दिनभित्रमा सम्बन्ध विच्छेद गर्ने कुरा भयो। अब यसमा यहाँहरूले ख्याल गर्नुपर्ने कुरा भनेको जस्तै मिलापत्र कागजमा चाहिँ पतिले के भन्नुभयो भने यसमा चाहिँ पत्नीले अंश नलिकन डिभोर्स गरौँ भन्ने प्रस्ताव राख्यो र त्यही अनुसार कुरा अगाडि बढ्यो। र यदि त्यस्तो अंश नलिने भनेर मिलापत्र कागजमा लेखिसके पश्चात के पछि अंश दाबी गर्न मिल्छ कि मिल्दैन? किनभने पतिले त भविष्यमा 10 लाख रुपियाँ दिन्छु भनेको छ नि त पत्नीलाई। यदि यस्तो अवस्था छ भने पत्नीले अगाडि नै ख्याल गर्नुपर्ने हुन्छ। डिभोर्स गर्दाखेरि तपाईको पतिले तपाईलाई फकाएर कन्भिन्स गराएर डिभोर्स गरायो, पछि पैसा दिन्छु भनेर, तर मिलापत्र कागजमा चाहिँ अंश नलिने भनेर उल्लेख गरेको छ भने भविष्यमा तपाईले अंश दाबी गर्न मिल्दैन। त्यसमा तपाईको कुनै कानुनी आधार रहँदैन। किनभने तपाईले डिभोर्स गर्ने बेलामा अंश केही नलिने, शुद्ध सम्बन्ध विच्छेद मात्र गर्ने भनेर घोषणा गर्नुभएको छ, मिलापत्र कागजमा सही छाप गर्नु भएको छ। तसर्थ यो कुरा ख्याल गर्नु होला। कागजमा कुनै कुरा उल्लेख गरिएको छैन भने भविष्यमा दाबी गर्न मिल्दैन, तर कागजमा केही समय पश्चात 10 लाख रुपियाँ दिने भनेर उल्लेख गरिएको छ भने र त्यो कुरा भविष्यमा परिपालना भएन भने मिलापत्र कागजमा उल्लेख गरिएको शर्तको आधारमा पत्नीले भविष्यमा दाबी गर्न मिल्छ। तसर्थ यदि तपाईलाई अंश माना चामलको आवश्यक छ भने तपाईले अगाडि नै ख्याल गर्नुपर्ने हुन्छ। त्यस्तो मिलापत्र कागजमा उल्लेख गर्नुपर्ने हुन्छ। विश्वासको आधारमा भविष्यमा क्लेम गर्न सकिँदैन।